हेलो एभ्रिवान, काठमाडौँ युनिभर्सिटीले ब्याचलर इन साइन्स एन्ड इन्जिनियरिङमा यस वर्षको लागि एडमिसन खुलाएको छ। एडमिसनको लागि स्टुडेन्टले कुक्याट इन्ट्रान्स एक्जाममा सहभागी भई राम्रो अङ्क ल्याउनु पर्ने हुन्छ। इन्ट्रान्समा समावेश हुनको लागि अनलाइन फर्म भर्नुपर्ने हुन्छ। फर्म भर्ने तरिका अलि फरक भएकोले भिडियो स्किप नगरी हेर्नुहोला। अनलाइन फर्म भर्नको लागि वेबसाइट रहेको छ soe.ku.edu.np। साइटमा आइसकेपछि एडमिसन पोर्टलमा क्लिक गरे। यसपछि एप्लाई नाउमा क्लिक गरे। यहाँ एकाउन्ट क्रिएट गर्नुपर्ने हुन्छ। यसको लागि यहाँ क्लिक गरे। अब यहाँ आफ्नो नाम, इमेल एड्रेस राख्नुहोला। आफ्नो एकाउन्टको लागि स्ट्रङ पासवर्ड र क्याप्चा राखेर रजिस्टरमा क्लिक गर्नुपर्ने हुन्छ। क्लिक गरिसकेपछि जिमेलको इनबक्समा गएर हेर्नुभयो भने यस्तो जिमेल पाउनुहुन्छ। यो कन्फर्मेसन कोड छ, यो पछि काम लाग्छ। अब यो लिङ्कमा क्लिक गर्छु। अब यहाँ इमेल एड्रेस, कन्फर्मेसन कोड कपी गरेर राख्छु र फाइनली कन्फर्ममा क्लिक गर्छु। अब यसपछि यहाँ क्लिक गरेपछि यस्तो फर्म खोल्छ। यो फर्ममा मागेको सम्पूर्ण डाटा र इन्फर्मेसन प्रोभाइड गर्नुपर्ने हुन्छ। नाम अलरेडी हुन्छ, जेन्डर, डेट अफ बर्थ, प्लेस अफ बर्थ, डिस्ट्रिक्ट चुज गर्नुहोला। त्यस्तै यहाँ आफ्नो प्रोभिन्स कुन हो त्यो राख्नुहोला। पर्मानेन्ट एड्रेस र कोरेस्पोन्डेन्स एड्रेस राख्नुहोला। फोन नम्बर छ भने फोन नम्बर अथवा आफ्नो मोबाइल नम्बर राख्नुहोला। त्यस्तै यहाँ फादर्स नेम र मदर्स नेम लेख्नुहोला। दसमा छ गार्जियन डिटेल्स। यहाँ लोकल गार्जियनको नाम र उहाँसँगको रिलेसन यहाँ मेन्सन गर्नुपर्ने हुन्छ। अब यहाँ गार्जियनको एड्रेस लेख्नुपर्छ। उहाँको फोन नम्बर अथवा मोबाइल नम्बर राख्नुहोला। अब यहाँ कुनै डिजेबिलिटी छ भने सिलेक्ट गर्नुहोला। यदि छैन भने ननमा क्लिक गर्नुहोला। यसपछि कास्ट अथवा एथनिसिटी सिलेक्ट गर्नुहोला। अब यहाँ एकाडेमिक डिटेल्स राख्नुपर्ने हुन्छ। एसएलसीको डिटेल्स जस्तै स्कुल नेम, एड्रेस, जिपिए र पास्ट इयर राख्नुहोला। यसरी नै 10+2 अथवा इक्विभ्यालेन्टको डिटेल्स राख्नुहोला। 4मा छ एक्जाम टाइप। अब यहाँ पिसिएम अथवा पिसिबी यानि कि फिजिकल ग्रुप अथवा बायोलोजी ग्रुप कुन हो त्यो छान्नुपर्ने हुन्छ। अब यहाँ ब्याचलर कुन फिल्डमा गर्न चाहनुहुन्छ त्यो यहाँ टिक गर्नुहोला। 16मा छ प्रोभिन्सियल एप्लाई। यसमा यदि 12को रिजल्ट वेटिङमा छ भने मात्र टिक गर्नुहोला। यहाँ 10+2 को टोटल सिजिपिए लेख्नुहोला। यदि रिजल्ट वेटिङमा छ भने पहिलाको कुनै पब्लिस भइसकेको रिजल्टको सिजिपिए लेख्नुहोला। यहाँ एस नो छ। यदि केयुमा पहिला कुनै कोर्समा इनरोल हुनुभएको थियो भने यस, अन्यथा नोमा क्लिक गर्नुहोला। यस भए सम्बन्धित कोर्स र रेजिस्ट्रेसन नम्बर लेख्नुपर्ने हुन्छ। यसपछि यहाँ क्लिक गरेर सेभ गर्नुहोला। अब इम्पोर्टेन्ट सेक्सन आयो। यहाँ विभिन्न डकुमेन्ट अपलोड गर्नुपर्ने हुन्छ। फर्स्टमा मलाई इजी पर्ने एक्जाम सेन्टर चुज गर्छु। चुज गरिसकेपछि साइडमा रहेको बटनमा क्लिक गरेर सेभ गर्छु। अब पासपोर्ट साइज फोटो अपलोड गर्नको लागि यहाँ क्लिक गरेर फोटो सेलेक्ट गर्छु। फोटो कस्तो हुनुपर्छ भने क्राइटेरिया साइडमा दिएको छ। फोटोको साइज 500 KB भन्दा ठुलो हुनु भएन। यसपछि फेरि यहाँ क्लिक गरेर फोटो अपलोड गर्छु। फोटो आइडी भेरिफिकेसन। यहाँ आइडी कार्ड अपलोड गर्नुपर्ने हुन्छ। सिटिजनसिप छ भने सिटिजनसिप नत्र यहाँ दिएको मध्ये कुनै पनि डकुमेन्ट अपलोड गर्न सक्नुहुन्छ। म यहाँ सिटिजनसिपमा टिक गरेर चुज फाइलमा क्लिक गरेर नोट सिटिजनसिपको फ्रन्ट र ब्याक साइड एउटैमा मर्ज गरेर यसरी अपलोड गर्नुपर्ने हुन्छ। यहाँ सिटिजनसिप नम्बर राख्नुपर्छ। यसपछि यहाँ क्लिक गरेर अपलोड गर्नुहोला। यसपछि पेमेन्ट गरेको डिटेल राख्नुपर्ने हुन्छ।
पेमेन्ट ई-सेवा र खल्तीबाट गर्न सक्नुहुन्छ। कसरी गर्ने भन्ने प्रोसेस यहाँ दिएको छ। यो पढेर दिएको इन्स्ट्रक्सन अनुसार पेमेन्ट गर्नुहोला। फर्ममा भएको डिटेल्स र इन्फर्मेसन म्याच हुनुपर्छ। पेमेन्ट गरिसकेपछि ट्रान्जेक्सन आइडी र रेफरेन्स कोड नोट गर्नुहोला र रिसिप्ट इमेज फर्मेटमा डाउनलोड गर्नुहोला। पेमेन्ट अप्सन सिलेक्ट गर्नुहोला। यसपछि यहाँ पेमेन्ट डेट, रेफरेन्स कोड र ट्रान्जेक्सन आइडी राखेर यहाँ रिसिप्ट अपलोड यसरी गर्नुहोला। र पहिला जस्तै यहाँ क्लिक गरेर सेभ गर्नुहोला। अब यसपछि म यहाँ क्लिक गर्छु अनि यस्तो इन्टरफेस खुल्छ। यहाँ मैले दिएको सम्पूर्ण डाटाहरू देखिन्छ। यसमा केही मिस्टेक छ भने अहिले सच्याउन मिल्छ। एकपल्ट पुरै चेक गरिसकेपछि मैले कुनै पनि मिस्टेक भेटिनँ। मैले काठमाडौँ युनिभर्सिटी बारे कसरी थाहा पाएँ त्यो यहाँबाट टिक गर्छु। यसरी फर्म भर्ने काम सकियो। अब फर्म सबमिट गर्न सक्नुहुन्छ। तपाईँहरूले पनि यसरी फर्म सबमिट गर्न सक्नुहुन्छ। अब लास्टमा सबमिटमा क्लिक गरेपछि फर्म सबमिट हुन्छ। तर तपाईँहरूले सबमिट गर्नुभन्दा पहिला सम्पूर्ण डाटा चेक गरेर मात्र फर्म सबमिट गर्नुहोला। थ्याङ्क्स। यदि केयु युनिभर्सिटी अन्डर ग्रेजुएट प्रोग्राम बारे अझै जान्न चाहनुहुन्छ भने यसमा क्लिक गरेर यस सम्बन्धी सम्पूर्ण इन्फर्मेसन लिन सक्नुहुन्छ। जस्तै एलिजिबिलिटी क्राइटेरिया, प्रोग्राम, एप्लिकेसन डेडलाइन, सिलेबस, यसको साथै विभिन्न पिडिएफ र लिङ्कहरू राखिएको छ। तपाईँ यहाँबाट सम्पूर्ण इन्फर्मेसन लिन सक्नुहुन्छ। आई होप यु हेभ इन्जोय दिस भिडियो। प्लिज डु लाइक एन्ड सब्सक्राइब माई च्यानल फर मोर रिलेटेड इन्फर्मेसन। डोन्ट फर्गेट टु कमेन्ट।